स्वागत छ यहाँहरू दुवैजनालाई। धन्यवाद। नमस्कार भाइ। के छ, आराम हुनुहुन्छ? आरामै गरेर गीत रेकर्ड गर्न आएको। आज निकै मिठो गीत रेकर्ड भइराखेको रहेछ, हामीले पनि सुन्ने अवसर पायौँ। यो गीतको विषयमा थोरै बताइदिनु न, कहिले आउँछ, कहिले हाम्रो दर्शकहरूले हेर्न पाउनुहुन्छ? हाम्रो सीताराम दाइबाट जाउँ। विशेष गरी अब यो गीत चाहिँ बहिनीको जीवनमा आधारित रहेको छ र यो गीत चाहिँ सिर्जना गर्दाखेरि बहिनीलाई शब्द मैले पठाइसकेपछि बहिनी चाहिँ दाइ तपाईँले मलाई रहनु भयो कि गीत रेकर्ड गर्नुभन्दा अगाडि रहनु भयो, मार्नु भयो भन्नुभयो। यस उहाँको जीवन कथामा मेरो शब्दहरू, लयहरू, भाकाहरू गाउने प्रयास गरेको छु मैले। र यो गीत चाहिँ अब हाम्रो सुनिक स्टुडियोमा चाहिँ एकदम सहुलियत मूल्यमा चाहिँ हाम्रो रेम भान्जाले रेकर्डिङ गर्नुभएको छ भने अब भिडियो पार्ट चाहिँ अब हजुर स्वयं नै हो। अब कहिले गर्नुहुन्छ भने थाहा छैन, त्यो चाहिँ होइन। अब भूपेन्द्र भाइको माता हातबाट हामीले भिडियो बनाउँदैछौँ र विशेष गरी बहिनीको भोकललाई यति सुट गरेको यो गीत मैले भन्दा 10 गुणा मिठो गाउनुभयो बहिनीले, होइन? बहिनीको आवाजलाई, बहिनीको भने रियाले गायो भने यो गीतले चाहिँ न्याय पाउँछ भन्ने तरिकाले जो आशा अपेक्षा गर्नुभएको थियो नि, त्यो तपाईँले पाउनुभयो कि पाउनु भएन? त्यो पाएँ मैले। त्यो अझ मिठो गाउनुभयो बहिनीले। त्यो बहिनीको त्यो शब्द मैले पठाइसकेपछि बहिनीको जुन त्यो एउटा एक खालको खुसी थियो, दाइ मेरो जीवन कथामा पुरै कसरी लेख्नुभयो भनेर एउटा जुन उत्सुकता थियो बहिनीमा, त्योभन्दा पनि उहाँले अझै डुबेर गाइदिनु भएको छ। एकदम खुसी छु म बहिनीप्रति। नेपाली साङ्गीतिक जगतमा नयाँ गायिकाको इन्ट्री भयो भने सीताराम परियारले नै लिएर आयो कि भन्ने एउटा त्यो छाप पनि छ तपाईँको। रिया सुनारलाई पनि तपाईँले लिएर आउनु भएको त होइन नि? के हो कुरा? होइन, स्टुडियोसम्म चाहिँ मैले पनि ल्याएको नै भन्नाले पहिल्यैदेखि सुरुवातदेखि स्टार्टिङदेखि तपाईँले अन्य अगाडिका गायिकाहरू ल्याउनु भएको थियो, त्यसरी ल्याउनु भएको चाहिँ होइन? होइन, त्यसरी होइन। बहिनीको जुन एउटा प्रकाश हेरेको थिएँ, बहिनीको प्रकाशमा मेरो नजर गयो। जुन त्यो बहिनीको त्यो जीवन कथाको जीवनीहरू सुने, अनि त्यसपछि यो बहिनीको पक्कै अब एक दिन अवश्य गीत सङ्गीतमा राम्रो दिन आउँछ। बहिनीले नमात्ती नआत्ती आफूलाई सम्हालेर अघि बढ्यो भने बहिनीको भविष्य छ गीत सङ्गीतमा राम्रो हुन्छ भन्ने मैले सोचेँ। अनि त्यसपछि अस्ति लाइब्रेरीमा हाम्रो चम्ली स्टुडियोमा चाहिँ लाइब्रेरी हुने क्रममा बहिनीसँग एउटा जोडी गाउने सौभाग्य नि मिलेर मेरो आफ्नै युट्युब च्यानलमा आएको छ। अनि बहिनीले यो गीत सुनाएको, ल दाइ यो गीत त गर्ने गरी बहिनीलाई त्यो एक्साइटेड भयो क्या। कस्तो मिठो मलाई मेरो त्यो गीत हाम्रो रिया सुनारकै लागि बनाउनु भएको थियो? हजुर हजुर, बहिनीकै लागि चाहिँ बनाएर ठ्याक्क बहिनीले सुनाउँदा मन पराउनु भयो। दाइ यो गीत रेकर्ड गर्ने, यो त मेरो जीवन कथासँग मिलिरहेछ, ए टु जेड गराउँदै गरौँ भन्नुभएपछि अस्ति भन्नुभयो, आज रेकर्ड भयो। ल ठिक छ। अनि हाम्रो रियाजी त धेरै गीतहरू गाइसक्नु भयो, कस्तो लागिरहेछ? खुसी लागिरहेछ। अब धेरै वर्ष मेहनत गरियो, मेहनत अनुसारको सफलता पाइएको थिएन। एकचोटि किस्मतले छुट्टै मोड लियो र सफलताका खुड्किलाहरू टेकेको महसुस भयो। हाम्रो सीताराम दाइले भने जस्तै मेरै जीवनको गीत म गाउँदाखेरि त रुन्छु होला भन्ने टाइपको कुरा गर्नुभएको थियो अरे अगाडि। अनि आज यो गीत गाइरहँदाखेरि कस्तो महसुस भयो, कस्तो फिल भयो? आफ्नै जीवनमा मेल खाने गीत भन्ने कुरा पनि आइरहेको छ। कतिका ती शब्दहरूले कतिको मन छोए, कस्तो लाग्यो? दाइलाई त मैले सुरुमा दाइले मलाई टुक्का पठाएको बेलामा भनेको थिएँ, दाइ कसरी तपाईँले लेख्नु हो, यो कसरी तपाईँलाई आयो यो भनेर भनिसकेको थिएँ। तर खुसी लागिरहेछ एकदमै। आफ्नो वास्तविक कहानी गीतबाटै भयो भने पोख्न पाइयो, खुसी छु। योभन्दा अगाडि अहिले जो रिया रिया भनेर सबैले खोज्न थाले नि, योभन्दा अगाडि के गर्नुहुन्थ्यो यहाँले? योभन्दा अगाडि पनि कलाकारको क्षेत्रमै थिएँ, तर क्यामेरा अगाडि नदेखिएको मात्र हो। भनेपछि कलाकारिता फिल्डमै सङ्घर्ष गर्दै हुनुहुन्थ्यो। योभन्दा अगाडि कुनै गीतहरू बजारमा ल्याउने त्यस्तो सुन्ने त हामीले देख्न पनि पाएनौँ, सुन्न पनि पाएनौँ। के थियो, यहाँहरूको गीत बजारमा थिए कि थिएन? त्यस्तो चाहिँ थिएन, मेरो अफिसियल गीतहरू पनि थिएन, त्यस्तो केही पनि थिएन। अब पारिवारिक समस्याहरू धेरै, त्यो कारणले गर्दाखेरि मैले काम त रोदीमा नै गरिरहेको थिएँ, तर अब कमायो, घर परिवार सम्हाल्यो, त्यस्तै भइरहेको थियो। अनि गीतहरू चाहिँ लिन पाएको थिएन, गर्न पाएको थिएन। अहिले गर्दै हुनुहुन्छ अन्त? अनि एउटा अर्को कुरा, यो तपाईँको जो पोडकास्ट आइसकेपछि एकदमै धेरै भाइरल भयो, त्यसमा राम्रा पक्ष र नराम्रा पक्ष पनि दुवै छन्। नराम्रा पक्ष कतिको आयो, यहाँले कतिको सहनु पर्यो? मेरो पोडकास्टमा त नराम्रो पक्षभन्दा राम्रै पक्ष धेरै आएको थियो। 95% चाहिँ एकदमै पोजिटिभ आएको थियो, 2-4वटा नराम्रो कमेन्ट थियो होला, तिनलाई चाहिँ इग्नोर गरेँ। किनभने एउटा सोसल फिगरको मान्छे भएर अगाडि बढिसकेपछि ताली र गाली दुइटै बचाउन सक्नुपर्छ क्या। त्यो कारणले गर्दा नेगेटिभ कमेन्टले त्यस्तो खासै जस्तोसुकै नेगेटिभ कमेन्ट भयो भने मलाई फरकै पर्दैन। तपाईँलाई तपाईँकै सर्कलका साथीभाइ अथवा यो जति पनि दोहोरी साँझमा काम गर्ने कलाकारहरू हुनुहुन्छ नि, उहाँहरूको एउटा आरोप छ कि तपाईँले एउटा क्लिपमा बोल्नु भएको थियो अरे,
दोहोरी साँझमा मलाई धेरै ठाउँबाट निकालियो। दोहोरी साँझमा गएर मैले के अङ्ग प्रदर्शन गर्न सकिनँ, छोटा छोटा समथिङ यस्तै के बोल्नु भएको छ अरे होइन। त्यसमा धेरै कलाकारहरूले चाहिँ आरोप लगाउनु भएको छ र गुनासो पनि गरिराख्नु भएको छ, रियाले यस्तो बोल्यो, हामी के सबै त्यही गर्न गएको हो र भन्ने टाइप पनि कुरा आइराखेको छ। दोहोरी साँझमा अङ्ग प्रदर्शन गर्न मात्रै जाने हो र? यस्तो हो, त्यो मैले त्यो कुरालाई नकारात्मक तरिकाले भने होइन। अब कसले कसरी बुझ्यो भन्ने कुरा चाहिँ त्यहाँ जाने कुरा हो, कसरी कसले बुझ्यो भन्ने कुरा। र जहाँ लुतो हुन्छ त्यहाँ चिलाइ हुन्छ, जहाँ लुतो हुँदैन त्यहाँ चिलाइ हुँदैन क्या। जति जति मलाई प्रश्न गरेको छ नि फेरि त्यस्तै त्यस्तै खालकाले प्रश्न गर्ने हो, के अरे मलाई सवाल उठाउने हो। तर अलिक के अरे राम्रो तरिकाले हिँडेकोलाई चाहिँ यस्तो कुराले खासै फरक पर्दैन, किनभने हामीले गरेको छैन, हामी चाहिँ राम्रै गरिरहेछौँ त, उसले जे बोले पनि भन्ने खालको तरिकाले जाने हो। जसले त्यस्तै त्यस्तै चर्टिकला गरेको छ त्यस्तै त्यस्तैलाई पिर लाग्ने हो कि। गरिरहेछ नि त, गरेको छैन। प्रतिष्ठानले कतिचोटि कतिवटा भिडियो पनि भाइरल भयो, दोहोरी रोदीघरकै चरित्र हत्या हुने तरिकाका डान्सहरू होइन, त्यो अरेली गाँडेल चस्से भन्नेमा पनि कति नकारात्मक तरिकाको। त्यो त अब डान्सहरू गीत गाउने पाठहरू रह्यो होइन, जस्तो छोटा छोटा लगाउने, उहाँहरूले जसरी अङ्ग प्रदर्शन गर्न सकिएन टाइपको यस्तो यस्तो कुराहरू बोल्नु भएको छ अरे है। मैले सबैको आफ्नो आफ्नो चाहिँ त्यो सोच विचार हो। अब मलाई त्यसरी छोटो लुगा लगाएर नाच्न मन लागेन, कसरी लगाएर नाच्न मन लाग्यो नाचेँ, त्यो अभियसली हो। मलाई त कहाँ लिएर कारवाही गर्ने, गरे नि हुन्छ। अलिकति चाहिँ खुल्लम खुल्ला नाच्न नसक्ने, अलिकति खुल्लम खुल्ला गेस्टसँग बस्न नसक्ने, अलिकति अरूको विषयमा चाहिँ म भन्न सक्दिनँ। अलिकति खुल्लम खुल्ला नाच्न नसक्ने, अलिकति खुल्लम खुल्ला चाहिँ गेस्टसँग बस्न नसक्ने, खुल्लम खुल्ला तरिकाले गेस्टसँग हाई हेलो गर्न नसक्ने भएकै कारणले गर्दा मलाई दोहोरीबाट निकालेकै हुन्। यो त मैले भोगेको वास्तविक कुरा। भनेपछि आफूले जे भोग्नु भयो मैले भोगेको कुरा मैले भनेको हो। अरूलाई प्रश्न मैले उठा, अरूलाई चाहिँ अरू के गरे, अरू शरीरै बेचेर हुने मलाई के फरक परेर होइन। यस्तो यस्तो हुन्छ भनेर नराम्रो भनिदिँदाखेरि हामी त सबै त्यही गरेर हो त भन्ने सबैलाई भन्न खोजेको होइन, सबैलाई भन्न खोजे होइन, आफूले जे भोग्यो तपाईँले के भन्नुभयो, सबैलाई भन्न खोजे होइन। दुई चारजना त्यस्ता छन् जसको कारणले गर्दा रोदीघर दोहोरी साँझ बदनाम भएका छन्, सबै त्यस्ता छैनन्, दुई चारजना त्यस्ता छन्। अनि मैले चाहिँ त्यो गर्न, मैले चाहिँ वास्तविक मेरो भोगेको कुरा चाहिँ मैले भनेको। अब कसैले आफ्नो शरीरै बेचेर पनि आफ्नो जीविकोपार्जन गर्छु भन्छ भने उसको आत्मा सन्तुष्ट छ भने उसले गर्न पाए क्या। उसको शरीरमा उसको अधिकारको कुरा हामीले प्रश्न गर्न मिल्दैन, हामीले त्यसमा सवाल जवाफ गर्नै मिल्दैन। उसलाई उसको शरीर हो, उसले बेच्यो, हामीलाई के फरक पर्यो त, होइन त? उसको आफ्नो व्यक्तिगत जीवन हो, व्यक्तिगत अधिकारको कुरा, हामीलाई त्यसमा केही फरक छैन। तर मैले चाहिँ त्यसरी ओपनली नाच्न नसकेको कारणले गर्दा, अलिकति ओपनली कपडा लगाउन नसकेको कारणले गर्दाखेरि, गेस्टसँग नबसेको कारणले गर्दा, गेस्टसँग चाहिँ अलिकति खुलेर बोल्न नसकेको कारणले गर्दाखेरि म धेरैवटा दोहोरीबाट निकालिएको। मेरो वास्तविक भोगाएको बारेमा त म बोल्न पाएँ नि त। मैले भोगेको विषयमा चाहिँ बोल्नै नपाउने त होइन होला। अब मैले भोगेको कुरा मैले यो भोगेँ भन्न त पाएँ नि त मैले, त्यो त मेरो मानवाधिकारको कुरा हो। अब मैले भोगेको कुरा भोगेँ भन्नै नपाउने भए त त्यो कस्तो खालको चाहिँ अचम्म लाग्यो त यो कुरा त। दोहोरी साँझ के रियाले भने जस्तै हो त? अब मैले आफ्नो भोगे भन्नुभएको हो होइन। विकृति विसङ्गति हरेक क्षेत्रमा छ। दोहोरी साँझलाई एउटा त्यो दोहोरी साँझ चाहिँ एउटा मनोरञ्जन गर्न आउने र त्यहाँ अलिकति नडाटी भन्नुपर्दा अब त्यहाँ चाहिँ अब जहाँ रक्सीदेखि मदिरापानहरू सबै बेचिन्छ नि त। त्यहाँ चाहिँ अब सबैले देख्ने भए, कोही केसँग बसेर खाएको अब त्यताउति। तर विकृति विसङ्गति त हरेक क्षेत्रमा छ क्या। अफिसियल कामदेखि लिएर हरेक क्षेत्रहरूमा विकृति विसङ्गति छ। एउटा तपाईँ आफै पनि एउटा दोहोरी सञ्चालक भएको नाताले योभन्दा अगाडि धेरै दोहोरीहरू आफैले चलाएर पनि बसिसक्नु भएको छ, त्यो अनुभव लिइसक्नु भएको छ। रियाले भन्न खोजेको के भन्दाखेरि एउटा राम्री भयो भने अनि गेस्टहरू भयो भने मात्रै दोहोरीमा जागिर पाइन्छ, नत्र भने पाइँदैन, त्यहाँबाट अलिकति अपहेलित चाहिँ भइन्छ भन्ने कुरा रियालिटी हो। यो कुरा चाहिँ कतिको लागु हुन्छ दोहोरी साँझहरूमा? यस्तो हुन्छ के अरे, म पनि एउटा दुईवटा दोहोरीबाट पहिला निकालेको मान्छे हो। मलाई केटा मान्छेलाई अलराउन्डर चाहिने, केटी मान्छेको चाहिँ कि रूप राम्रो, कि कला पोख्त हुनु पऱ्यो, कि त डान्स गायन खतरा हुनु पऱ्यो होइन, कि गेस्टहरू हुनु पऱ्यो भन्ने हुन्छ। तर मेरो नजरमा चाहिँ के भने हामीले त्यहाँ आफ्नो कला प्रदर्शन गर्ने हो, आफ्नो सिप आफ्नो क्षमता के छ त्यो प्रदर्शन गर्ने हो। त्यो सुनेर अब डान्स हेरेर चाहिँ हाम्रो आउने गेस्टहरूले चाहिँ त्यसमा आनन्दसँग बसेर अन्त 200-400 पाउने बेर दोहोरी साँझमा 1000-800 हाल्नु, कारण त्यहाँ साङ्गीतिक माहौल हुन्छ, त्यहाँ छुट्टै हुन्छ है। लामै कपडा लगाएर नाच्यो भने चल्दो रहेछ त होइन। म चाहिँ कस्तो भने म चाहिँ दोहोरीलाई विशुद्ध पारिवारिक बनाउनुपर्छ भन्ने सिद्धान्तको मान्छे होइन। पारिवारिक वातावरणमा भएर काम गर्दा होइन। हाम्रा बहिनी भन्दाखेरि 2-4जनाले गर्दाखेरि, विशेष गरी यो हामी केटा मान्छेहरूमा छैन, हाम्रो चेलीबेटीहरूमा 2-4जना मान्छेहरूको नियतले गर्दाखेरि लगभग राम्रो मान्छेलाई पनि असर पुगेको चाहिँ हो है। यो चाहिँ मैले स्वीकार्छु। किनकि एउटा छोरी मान्छेले
राम्रो गाउँछ, राम्रो नाच्छ, राम्रो कला भएर दोहोरी साँझमा काम पाउँछ कि पाउँदैन, उसलाई काम गर्न सहज हुन्छ कि हुँदैन? अब रियालाई अहिले हान्न थाल्छ त, ऊ चल्यो अहिले फलाना दोरीबाट तिमी मेरोमा आऊ न, मेरोमा आउँछ भन्ने भन्छन् नाइन कि त- अहिले त होइन, उहाँ तपाईँ- चलिसक्नुभयो, सुन्नु, चलिसकेर चाहिँ कि यो भाइरल कुरा नचल्दाखेरि नचल्दाखेरि उसको कला गलाले ठाउँ पाउँछ हेर्नुहोस् है। त्यो हामीले कसले देला नदेला थाहा छैन। मैले धेरै दोरी चारिनँ पनि, मैले 2-3 दोरी आफै सञ्चालक भएर पनि चलाएँ होइन। म धेरै दोरी चारेको मान्छे नै होइन। म दोरीको विषयमा दोरी साँझ कुन कहाँ कस्तो हुन्छ भने प्रतिष्ठानहरूले कारबाही गरेको थाहा छ कि दोरीहरूलाई, त्यो अब नभनौँ होइन। तर राम्रो कला गला भएकोले काम पाउनुपर्छ र पाउँछ पनि होइन। तर पछिल्लो समयमा चाहिँ अलिकति विकृति विसङ्गति दोरी साँझमा मात्रै होइन, नेपाली लोकगीत सङ्गीत बजारमै विकृति विसङ्गति भएको छ नि। त्यही कारणले हामीले त्यसलाई कसरी समाधान गर्ने भने आफू सचेत रहने हो र दर्शकहरू पनि सचेत रहनुपर्छ यो कुराहरूमा। मैले अस्ति पनि भनेको थिएँ। र दोरी साँझहरूमा कला गला कि त भाइरलै हुनु पऱ्यो। अहिले फेरि कस्तो नि, चर्चित या भाइरल भइसकेपछि त्यो मान्छेले ठाउँ यस्तो, मेरै कुरा गरौँ न, 16-17 दिन दोरी साँझमा काम गरेँ, त्यो मलाई 2-3 दिनमा हुँदैन भनिदिएको भए नि त हुन्छ नि। काठमाडौँको ठाउँमा म बिर्सिन्न, खुल्दुली मिडियाको भाइ हाम्रो सन्तोष सापकोटा भाइकोमा म अनामनगरमा बस्थेँ भाइहरूसँगै ल भनेर। अब ल दोरीमा काम गरौँ भनेर गर्ने क्रममा 17 दिन काम गरेपछि, भाइ तपाईँले वाद्यवादन बजाउनु नआउँदैछ, आवाज पनि ठिक ठिकै रहेछ, रियालिटी भन्दैछु है, आवाज ठिक ठिकै रहेछ, शब्द प्रहार चाहिँ बबाल छ होइन, आवाज ठिक ठिकै रहेछ, अलराउन्डर चाहिन्छ केटा मान्छे, पछि खाली भयो भने फोन गर्छु भनेर 17 दिनको दिन नम्बर राखेर न फोन आयो न केही आयो। त्यो यी ख्याँ बोकेर हिँडेको थिएँ क्या म। कुनै दिन जुन मलाई चाहिँदैन भनेर निकालेको मान्छेहरूले मलाई खोजोस् भनेको थिएँ। सङ्घर्ष गर्दै गर्दै जाँदाखेरि भाग्यवश अब 12-13 वर्षपछि खोला फर्किने डाँडै पे बोलाउन चले बतासे गीत चलेर मिडियामा छाइसकेपछि ती मान्छेहरूले बोलाउन थाल्नुभयो क्या। मान्छेलाई बोलीले जवाफ दिन्न, म चाहिँ कामले दिन्छु। कसैसँग चित्त दुखेको छ भने म चाहिँ उहाँहरूसँग चित्त दुखेको कुराहरू उति फेरि जवाफ मुखबाट फर्काउँदैन, म चाहिँ कामले देखाउँछु क्या। आज उहाँहरूले नै ओहो भाइ यस्तो, या ओहो साथी ए सर यस्तो, लौ न यार यस्तो यसो दोरी यस्तो यस्तो ओपनिङ छ, तपाईँ आइदिनु पऱ्यो भन्ने माहौल त भयो नि त। आज 15-20 हजारमा पनि 15-20 हजार 10-8 हजारमा नि दोरी साँझ नराखेको मान्छेले अब राम्रै तलब खाने भइयो, तलबको हिसाबमा काम गर्दाखेरि पनि। त्यही माथि अहिले गीत सङ्गीतमा अफिसियल गीतहरू पनि व्यस्त छु, महिनामा 10-8वटा गीत बजारमा आउनु भनेको यो यस्तो माहौलमा त्यति सहज र सजिलो कुरा त होइन होइन। त्यही कारणले गर्दाखेरि यो विकृति विसङ्गति छन् नभएको होइन, हामीले आफैले हटाउने हो। हामी कलाकार आफै सजग रहनुपर्छ होइन। एउटा कुरा कस्तो भने मैले नै रक्सी खाँदाखेरि मलाई नै नेगेटिभ थिङ्किङ आउँछ क्या। तर त्यो नेगेटिभ थिङ्किङलाई चाहिँ हामी कलाकारले पोजिटिभ बनाउन सक्नुपर्छ क्या। चाहे गीत गाएर होस्, चाहे डान्स गरेर होस्, त्यो हामी कलाकारहरूभित्र ठुलो हात छ र सञ्चालकहरूमा पनि ठुलो हात रहन्छ यसमा चाहिँ। ल ठिक छ, यो कुरा हाम्रो प्रतिष्ठानको पनि आयो अन्त जस्तो भर्खरै अगाडि पनि छाडा दोरी गाइयो भनेर त्यस्तै कुराहरू एकदमै व्यापकै चर्चा रह्यो। यस अगाडि पनि अब यहाँ पनि त्यो कारबाहीको भागीदार हुनुहुन्छ। प्रतिष्ठानले अलिकति छाडा गीत गाउँदाखेरि मात्रै हेर्ने अनि यस्तो नगाउँ है भनेर भन्ने नयाँ कलाकारहरूलाई या पुराना कलाकारहरू सबैलाई। तर दोरी साँझहरूमा एकदम म्याक्सिमम् दोरी साँझहरूमा तपाईँले देख्नुभयो होला नि, त्यहाँका डान्सहरू सोसियल मिडियामा आइराखेका हुन्छन्। त्यतातिर चाहिँ प्रतिष्ठानको ध्यान जान्छ कि जाँदैन, अथवा के हुन्छ यो विषयमा तपाईँलाई कतिको जानकारी छ? यस्तो हो के अरे, सञ्चालकहरूले पनि हामी चाहिँ यो लोक सङ्गीतको संरक्षण गर्ने हो, रक्षा गर्ने हो भन्ने टाइपको बोर्डहरू राख्ने होइन। त्यहाँ चाहिँ हिन्दी गीत, इङ्ग्लिस गीत, त्यसमाथि छोटा छोटा कपडा लाएर के भन्नुहुन्छ यो विषयमा चाहिँ यस्तो हुन्छ। म हिन्दी इङ्ग्लिस गीतमा चाहिँ के हुन्छ भने म पनि दोरी साँझमा सकेभर हिन्दी इङ्ग्लिस गीतमा बजोस् भन्न चाहने मान्छे, दोरी मान्छे हो। तर कुनै कारणवश इन्डियन गीत आउँदाखेरि चाहिँ बजाउनुपर्छ, उहाँको कल्चर हो त्यो चाहिँ। जस्तो इन्डियन गीत आउनु भएको छ, मैले भन्न खोजेको के भन्दाखेरि गीत त बज्ने नै भयो गेस्टको रोजाइ अनुसार। तर दोरी साँझ भनेको त टिपिकल रूपमा गुन्यु चोली लाउने, त्यो घलेकीहरू लाउने त्यस्तो होला नि त। तर वान पिस छोटा छोटा कपडाहरू, अस्ति हाम्रो कट्टु देखाएको दोरी एकदमै भाइरल भयो। त्यसरी देखाएर नाचिरहेको हामीले ठमेलका धेरै दोरीहरू देखिराखेका छौँ त, सोसियल मिडियाहरूमा आइराखेका छन् त। त्यतातिर हाम्रो पत्रकारहरूको अनि यो लोकदोरी प्रतिष्ठानहरूको ध्यान चाहिँ किन जाँदैन भन्ने कुरा रह्यो कि मेरो चाहिँ। हजुरको ध्यान किन गएन?
मेरो ध्यान त गइराखेको छ, गएर त मैले कुरा उठाएँ त यो विषयमा त। तपाईँ आफै पनि सञ्चालक भएको नाताले म तपाईँलाई सोच्दैछु। तपाईँलाई एउटा कुरा के हुन्छ भने यसमा प्रतिष्ठानले पनि बोलाएर एकचोटि सच्याउनुपर्छ भनेकै हो। त्यहाँबाट अलिक कम भएको थियो, जस्तै सम्झाउन्जेल अति बुझुन्जेल 2-4 दिन कम भएको जस्तो फेरि त्यही मोडमा जान्छन् होइन। अब उहाँहरूलाई चाहिँ प्रतिष्ठान, अब म त एउटा सामान्य कलाकार, सङ्घर्ष गर्दै बामे सर्दै गरेको कलाकार, मभन्दा धेरै माथिको अग्रज कलाकार दाइ दिदीहरू हुनुहुन्छ। उहाँले विधान बनाउनु भएको होला होइन, पक्कै पनि विधान छ हाम्रो लोकगीत सङ्गीतको। त्यो विधानभित्र रहेर उहाँहरूले अवश्य पनि कारवाही गर्नुहुन्छ, त्यस्ता विकृति विसङ्गतिलाई हटाउनुहुन्छ भन्ने मैले आशावादी गरेको छु। म सानो भुइँ मान्छेले ठुलो कुरा गरे जस्तो हुन्छ, दोहोरी साँधमा यस्तो गर्न पर्यो, प्रतिष्ठानले यस्तो गरेन भनेर पनि उहाँहरू आफै बुद्धिजीवी हुनुहुन्छ। सञ्चालकहरू पनि मभन्दा अग्रज धेरै बुझेका गीत सङ्गीतमा भिजेका सञ्चालकहरू हुनुहुन्छ। प्रतिष्ठानमा पनि मभन्दा धेरै बुझ्ने, धेरै जान्ने दाइ दिदीहरू हुनुहुन्छ। मैले यो के अरे सानो मान्छेको के अरे ठुलो कुरा भने जस्तो पक्कै पनि यो कुराहरूमा चाहिँ उहाँहरूको विशेष ध्यान जाउँछ, मेरो पनि अनुरोध छ। ल ठिक छ, हाम्रो रियाजीतर्फ जान्छु म। जस्तो कुरा अगाडि पनि आइहाल्यो, फेरि त्यही कुरा गरौँ। अब रियालाई जस्तो मेरो दोहोरीमा काम गर्न आइज भन्ने सञ्चालकहरूले त्यो किसिमको व्यवहार गर्यो भने, जसरी यसरी नाच्नुपर्छ त, तेरा गेस्ट हुनुपर्छ भन्यो भने के भन्नुहुन्छ? त्यस्ता जति सञ्चालकहरू हुनुहुन्छ नि उहाँहरूलाई के सुझाव दिनुहुन्छ, तपाईँ के सल्लाह? अहिले त अब पहिला मैले भने नि दाइ, हरेक मान्छेको समय आउँछ क्या। मलाई मेरो बच्चा बोकेर म रोडीमा काम गर्न हिँड्दै गर्दा मलाई यति ठाउँबाट निकालेका दोहोरी 3 दोहोरीभरिले अहिले मलाई कल गर्छन् क्या, जसले पनि बोलेको आगो ताप्दो रहेछन् क्या। ल रिया आउन पर्यो, गेस्ट नभए पनि के नभए तिमी स्टेजमा बस्दिए पुग्छ भन्छ। अहिले चाहिँ जसले पनि बोलेको आगो ताप्ने रहेछन् क्या। त्यति बेला गेस्ट चाहिन्छ, गेस्ट नै रहन्छ, व्यापारै भएन, कम्पनीलाई तिम्रो कारण घाटा भयो भनेर निकालेका रोदीहरूले अहिले कल गरेर आउन पर्यो, ल तिमी आएर स्टेजमा बस्दै मात्रै पनि पुग्छ। हाम्रो दोहोरीमा त भाइरल रिया सुनार छ नि भनेपछि बाटोमा हिँडेको मान्छे नै आउँछन् भन्ने खालको कुरा पनि म आएँ क्या अहिले। मलाई चाहिँ यो कुरामा चाहिँ एकदमै सहमति नै छैन क्या। मलाई चल्यो, के गर्यो, कसो गर्यो भन्दा पनि मेरो सिप, मेरो कला के छ, मैले कस्तो गाउँछु, मैले कस्तो तरिकाले नाच्छु होइन। रोदीमा त एउटा चाहिँ कल्चर डान्स होइन, एउटा सांस्कृतिक नाच होइन। अब नेपालको संस्कृतिक झल्किने खालका जुन नाच हुन्छन्, गाना हुन्छन्, त्यस्तो कुराहरू राख्नु पर्यो क्या। हिन्दी गीत बजाउने, के अरे यहाँबाट च्याट्टेका लगाएर नाच्ने, त्यस्तो कुरालाई चाहिँ म एकदमै बहिष्कारै, त्यो कुरालाई त मलाई मनै पर्दैन। त्यो कारणले गर्दा पनि म कलाकारता क्षेत्रमा यति पछाडि परेँ हो अहिलेसम्म। मलाई त कलाकारता क्षेत्र भर्खर पाइला टेकेर काठमाडौँ पुगेको बेलामा पनि धेरै अफर आउने क्या दाइ। म यस्तो गर्छु, तँ मलाई यस्तो गर, म तँलाई यसरी अगाडि बढाउँछु। यिनै विकृतिहरूलाई मैले चाहिँ इग्नोर गरेको भएर म पछि परेँ हो कलाकारता क्षेत्रमा। न मसँग पैसा पेल्न सकेँ, न मैले पैसा पेल्न सकेँ दाइ। यो दुइटै पेल्न नसकेको कारणले गर्दाखेरि म कलाकारता क्षेत्रमा पछि परेको। म लास्टमा मैले 10-11 वर्ष भइसक्यो भुपेन दाइ, म पागल भइसक्यो। बरु म 50,000 लगानी गरेर भए पनि लाइभ दोहोरी गर्छु भनेर तपाईँलाई नै स्वयं फोन गरी भने हो कि होइन, भने हो कि नै मैले। मलाई मेरो शरीर लुटेर तल अगाडि बढाउँछु भन्ने मान्छे पनि थिए होला, सबै नहोला नि, 1-2 जनाले मलाई भनेकै हुन्, तर मैले होइन। मसँग कला छ, सिप छ त म किन कसैको ओछ्यान भन्ने, किन कसैसँग लुगा खोल्ने, मेरो पनि त समय आउला नि होइन। यसरी बोल्दाखेरि त्यो पनि नराम्रो मेसेज जान सक्छ होइन। जस्तो यस्तो सबैलाई भन्न खोजेको होइन, अगाडि गएका छन् उनीहरू पनि यही तरिकाले अगाडि बढाउन् भन्ने त्यस्तो होइन। मैले मेरो भगाइ भनेको हो कि, मैले मेरो भगाइ, मलाई यस्तो भन्ने अफर आएको थियो भने मैले मेरो व्यक्तिगत भगाइ भने। को कसरी अगाडि, कसैको आमा होला, कसैको बाउ होला, कसैको मामा होला, कसैका काका होला, आफ्नो मान्छेले नि अगाडि लगेका होला नि कलाकारता क्षेत्रमा, त्यो फरक कुरा हो। तर मेरो भोगाइ चाहिँ मलाई यस्तोसम्म भन्ने मान्छे पनि थिए, मैले चाहिँ त्यो कुरा इग्नोर गरेँ। र अहिले अब मलाई तपाईँलाई पनि मैले माइती भन्छु, मेरो आदरणीय दाई भन्छु, जो तपाईँको स्टुडियोसम्म बोलाएर चाहिँ हाम्रो ईश्वर थापा मगरसँग भेट भएको, त्यसपछि हाम्रो डिबी थापा मगर जसले मेरो इन्टरभ्यू लिएर, जसले मेरो पोडकास्ट लिएर मलाई यति धेरै अहिले भाइरल गराउनु भयो, लाखौँ जनताले चिने होइन। उहाँलाई पनि मैले माइती भन्छु होइन, एउटा आफ्नो दाइ भाइ जस्तो तरिकाले मैले रेस्पेक्ट गरेर बोल्छु। सीताराम दाई देख्नु नै भएको छ, माइती भन्छु, आफ्नो बुवा जस्तो, आफ्नो दाइ भाइ जस्तो गरेर दिन आउनुपर्छ, हरेक कुराको दिन आउनुपर्छ। धेरै वर्ष धैर्य गर्नुभयो, अहिले चाहिँ थोरै केही आफूलाई सन्तुष्टि भए जस्तो फिल गर्नुभएको छ। मेरो माइतीहरूको कारणले गर्दा म अहिले अगाडि बढ्न पाएको हो नि त। तपाईँलाई पनि मैले मेरो अगाडिको अग्रज त मान्छु। अहिलेसम्म तपाईँसँग बोल्ने कुरा गर्ने कतिपय ठाउँमा तपाईँसँग भेट्दाखेरि नजर उठाएर पनि म बोल्न सक्दिनँ अझै पनि। सीताराम दाईसँग त झन् भर्खरै हो यही काम गरौँला भनेर चिन्जान भएको, त्यही पनि उहाँसँग यति राम्रो बन्डिङ भइसक्यो कि दाई यस्तो गरौँ न, दाई उस्तो गरौँ, हरेक कुरा क्या, मेरो फ्यामिली जस्तो, गार्जेन जस्तो। अहिले चाहिँ म एकमुष्ट तरिकाले चाहिँ मेरा माइतीहरूको कारणले गर्दा म अगाडि बढेको हो। मैले कसैलाई स्वार्थ लुटाउनु पनि परेको छैन, कसैले मेरो स्वार्थ लुट्न पनि आएका छैनन्। मेरो माइतीहरूले लिएका पोडकास्ट, लिएका इन्टरभ्यूका कारणले गर्दा, दिएका गीतहरूका कारणले गर्दा म अहिले चलेको।
मेरो व्यक्तिगत भोगाइ हो। मलाई ओछ्यानसम्मको अफर राख्दा नि म इग्नोर गरेर बसेको हो। अब अरू आफ्ना मान्छेले लिए होला नि, कलै भएर चल्यो होला नि, लकले चल्यो होला नि, तर म चाहिँ मेरा माइतीहरूको कारणले गर्दा चलेको हो। ल ठिक छ, तपाईँको यो जो अब धेरै लामो कुरा नगरौँ, हामी छोटो कुरा गर्छौँ। हामी रेकर्डिङको समयमा छौँ, फेरि हतारमै हुनुहुन्छ। अब यो आजको गीत कहिलेसम्म बजारमा आइपुग्छ र यो गीतको विषयमा थोरै केही भनिदिनु न तपाईँको मुखबाट जाउँ न। दाइले त लेख्या भइहाल्यो। दाइले मलाई चाहिँ अस्ति लाइभ दोरीमा भेट भयो हजुरकै, त्यसपछि दाइले ल गरौँ न रिया भन्ने खालको कुरा आइसकेपछि हुन्छ दाइ गरौँ न त भन्ने कुरा भयो। दाइले मेरो पोडकास्ट हेर्नु भएको रहेछ, ट्याक्क दाइले फेरि यस्तो मजाले मेरै जीवनमा मेल खाने खालका टुक्का गीत सबै लेखेर के त्यो सोच्नै नसकिने खालको के दाइ। मैले त मलाई पठाउनु भयो, रिया सुन त चेली कस्तो लाग्यो भन्नुभयो, पठाउनु माइती म सुन्छु भने सुन्छु, ठ्याक्क मुटुमै टच हुने खालको छ। दाइ जति सके छिटो गर्नुपर्छ भने दाइले आज बोलाउनु भयो। एकदम दाइलाई धेरै धेरै धन्यवाद। यो सफलता यो गीतको लागि चाहिँ एकदमै मेरो चाहिँ माइती भन्छु म सीताराम दाइलाई एकदमै धेरै मुरी मुरी धन्यवाद। अब कहिले आउँछ त्यो त दाइले भन्नुहुन्छ। दाइ कहिले आउँछ बताइदिनुहोस्, त्यस पछाडि हामी छुट्टिन्छौँ। अब यो गीत चाहिँ आजको 4-5 दिनभित्र चाहिँ सीताराम परिवार अफिसियल भएर आउनुहुन्छ, बढीमा 5 दिनभित्र आउँछ र लगभग हामी यसको भिडियोमा भोलि या पर्सितिर खटिन्छौँ। त्यसपछि भिडियो भइसकेपछि 1 दिनमा एडिटिङ भइहाल्छ भनेपछि लगभग बढीमा एकदम लङ टाइम गर्ने 1 हप्ता। तपाईँको आफ्नै जीवनमा मेल खाने गीत हजुर होइन, लगभग त्यहाँका शब्दहरू छेपुहरू एकदमै मन छुने छन्। हजुर यो गीत गाइरहँदाखेरि तपाईँको मान्छे छ नि जो छोडेर गएको कि छोडेर तपाईँ आएको, त्यतिको मिस गर्नुभयो? मैले त धेरै धेरै नि, त्यो त ढाँटेर छलेर ढाँटिने कुरा पनि होइन, छलेर छलिने कुरा पनि होइन, कपटेर कपटिने कुरा पनि होइन। हृदयमा बसेको मान्छे हो, याद त आइ नै हाल्छ नि। म आउँछ धन्न धन्न भोकल बिग्रिन्छ भनेर नरोको, किनभने रोएपछि त स्वर बस्छ नि त। दाइले नरौ है चेली नरौ भन्नुहुन्थ्यो बाहिरबाट, तर गाउने बेलामा रोयो भने स्वर बस्छ भनेर मुटु थामेर गएको मैले। भनेपछि धेरै सम्झिनु भयो, मिस गर्नुभयो। धेरै धेरै यति धेरै के भन्न चाहनुहुन्छ त? तपाईँ यसरी बजारमा आइरहँदाखेरि गीतहरू खाइरहँदाखेरि कुराकानी भएको छ कि छैन? नै अहिले त एकदमै सम्पर्कविहीनै हो, कुरा भएको छैन। तर मिठो सम्झना कतै न कतैबाट त हेरिराख्नु क्लिप उहाँको मोबाइलमा पुग्यो होला नि त? पुग्छ, अभियसली पुगेकै हुन्छ जस्तो लाग्छ मलाई। ल के भन्न चाहनुहुन्छ? एकदमै सम्झना छ, एकदमै मिठो माया छ। अब यस्तै हो, अब माया प्रेम सम्बन्ध भन्ने कुरा किस्मतमा जे लेखेको हुन्छ त्यही हुने हो। कहाँसम्म के लेखेको छ भन्ने कुरा अब हेर्दै जाउँला। सम्पर्कविहीन भए पनि आत्माको माया मर्दैन, माया त सधैँ भइ नै रहन्छ। अब एउटा कानुनको भाषा फरक कुरा हो, प्रेमको भाषा फरक कुरा हो। मलाई त कानुनभन्दा नि प्रेमको भाषा धेरै बुझ्न आउँछ। त्यो कारणले गर्दा आफूले प्रेम गरेर मान्छेलाई बर्बाद गर्न पनि सकिएन। तपाईँ यति धेरै माया गर्नुहुन्छ उसलाई होइन, मैले त्यसरी छुट्दाखेरि पनि एउटा पुलिसको भाँडासम्म पनि खुवाइन भन्ने कुरा त झन् भाइरल छँदैछन्। उसले पनि माया गर्छ होला सायद तपाईँले गरेपछि त। खै त्यो त तपाईँहरू चाहिँ किन छुट्टिनु भयो? त्यो मलाई त त्यही त उहाँलाई नै प्रश्न गर्न मन छ कि के कारणले तपाईँ छोडेर जानुभयो मलाई। मसँग त रूप रङ्ग पनि त्यति नराम्रो थिएन, सबै थोक थियो। यो कुरा नसोध्नु मलाई, भूपेन दाइले पनि रोउन खोज्नु भएको छ होइन, सबै थोक थियो। यस्तो कला रहेछ, यस्तो सिप रहेछ, थाहा थियो उसलाई होइन, 6 कला सिप 6 कलाका क्षेत्रमा अगाडि बढ्न खोजेको छ भने किन छोड्नुभयो भनेर अझै नि मलाई प्रश्न गर्न मन लाग्छ। तर छुटिसकेपछि नगरौँ प्रश्न, अब किन भन्ने प्रश्नै नगरौँ के, दिइन्ड भइसक्यो होइन दाइ। ल अन्त्यमा छौँ, दाइ के भन्न चाहनुहुन्छ त? ल धन्यवाद। अब यो भला कसरी राख्यौँ, कहीँ कतै बोल्दै जाँदा बहिनी पनि त्यो आवेशमा आउनु भएको कुराहरूलाई त्यसलाई नलिनु ल, उहाँको भोगै भन्नुभएको हो होइन। मैले कसैलाई पनि दाइको कुरा काटेँ, मैले कसैलाई पनि त्यो व्यक्ति यो व्यक्ति भनेर तोकेको छैन। मेरो वास्तविक भोगेको कुरा हो, मैले राख्न पाउँछु क्या। उहाँले राख्नु भएको छ। अलि उहाँ चाहिँ कति बोल्नलाई फरवार्ड, मलाई त अलि दिनपछि अब गीत सँगै राति दिन लाग्नु भने राम्रो भविष्य देख्छु। बोल्न ट्यालेन्ट हुनुहुन्छ बहिनी होइन। बहिनीको बोली चाहिँ ठ्याक्क त्यो जे हो त्यो के त्यो बनावटी त्यो लस्काएर यहाँ बोल्ने चलन छैन। बहिनीको जे हो त्यो डाइरेक्ट बोल्ने, मनमा सफा पेटमा पाप नभएको मान्छे। सबैले माया गरिदिनु होला हाम्रो गीतलाई। नयाँ गीत आउँदैछ मेरो आफ्नो च्यानलबाट बहिनीको र मेरो आवाजमा। यस बहिनीको अति मनसको गीत हो। अब जस गीत चले नि नचले नि मलाई आत्मसन्तुष्टि चाहिँ हुन्छ, किनकि बहिनीको कथा लेख्न पाएँ। थ्याङ्क यू सो मच। धन्यवाद।